हैन पहिला 2 घण्टा बोल्ने मान्छे आज 2 मिनेट पनि बोल्न चाहदैन। वेलकम टु सिरिज 10 वाइ पिपल हर्ट अस एपिसोड 1 पिपल डोन्ट चेन्ज ओभरनाइट। रिलेसनशिप एक दिनमा चेन्ज हुँदैन। पहिला रिप्लाई इन्स्ट्यान्टली आउँथ्यो, अहिले घन्टो लाग्छ। पहिला कन्भर्सेसन नेचुरली हुन्थ्यो, अहिले फोर्स जस्तो लाग्छ। अनि मनले एउटा कुरा सोध्छ, मैले के मिस्टेक गरेँ? अर्जुनलाई पनि चेन्ज एक्सेप्ट गर्न गाह्रो भइरहेथ्यो। उनलाई लाग्थ्यो म जे कुरामा अट्याच छु त्यो कुरा चेन्ज भयो भने के हुन्छ? फेरि कृष्णले रिप्लाई दिनुहुन्छ भागवत गीता 2.14 मा, जसरी सर्दी र गर्मी आफ्नो टाइममा चेन्ज भइरहन्छ, त्यस्तै गरी लाइफमा पिपल चेन्ज हुन्छन्, सिचुएसन चेन्ज हुन्छन्, तर अट्याचमेन्टले दुःख दिन्छ। सबै चेन्जलाई प्रश्न लिनु हुँदैन। कहिलेकाहीँ प्रब्लम तपाईँ होइन, लाइफको डाइरेक्सन चेन्ज भएको हुन्छ। लाइफमा धेरैजना आउँछन्, तर सबैजना बस्न आउँदैनन्। तर चेन्ज भन्दा पनि अर्को कुराले धेरै दुःख दिन्छ, र त्यो हो एक्सपेक्टेसन। फलो फर नेक्स्ट एपिसोड। हरे कृष्ण।